नमस्कार सम्पूर्णमा म ललन शर्मा। आज हामीले केस र क्यारियरको बारेमा कुरा गर्नेछौँ। यसमा धेरै विद्यार्थीहरूलाई कन्फ्युजन हुन्छ र यो एउटा इम्पोर्टेन्ट इपिडेमियोलोजीको टर्म हो। यसको बारेमा हामी बुझ्दाखेरि एकापट्टि हामी केसको कुरा गर्छौँ भने अर्कोतिर हामीले क्यारियरको बारेमा बुझ्नुपर्छ है त। केस र अर्को भनेको क्यारियर हैन। केस र क्यारियरको कुरा गर्दाखेरि हेर्नु, केस भन्नाले यस्तो व्यक्ति, हामी यहाँ मानिसको मात्रै कुरा गर्छौँ। केस भन्नाले कुनै पनि यस्तो व्यक्ति है जसमा कुनै रोगको एजेन्ट छ, उसले अरूलाई सार्न सक्छ र उसमा साइन सिम्टम छ भने त्यसलाई केस बुझाउँदछ भने कुनै पनि यस्तो व्यक्ति जसमा एजेन्ट छ है, उसले अरूलाई सार्छ तर आफूसँग कुनै पनि त्यस्तो साइन सिम्टम छैन, यसलाई हामी क्यारियर भन्छौँ। तर यहाँ कन्फ्युजन के हुन्छ, केसको कुरा गर्नुहुन्छ भने केस 3 प्रकारका हुँदो रहेछ है। केस कति प्रकार त? 3 प्रकार। एउटालाई हामी भन्छौँ क्लिनिकल केस है, एउटालाई हामी भन्छौँ ल्याटेन्ट केस र एउटालाई हामी भन्छौँ सब क्लिनिकल केस। यसरी केस कति प्रकार त? 3 प्रकार हुने भयो है। अब यसको कुरा गर्नुहुन्छ भने हेर्नु, क्लिनिकल केस भन्नाले यस्तो व्यक्ति जसमा कुनै रोगको एजेन्ट छ, उसले अरूलाई सार्छ र साइन सिम्टम पनि सो गर्छ, त्यसलाई क्लिनिकल केस भन्छौँ। जस्तै टाइफाइड लागेको व्यक्ति छ भने साइन सिम्टम छ भने क्लिनिकल केस भयो। ल्याटेन्ट केस भनेको कुनै पनि यस्तो व्यक्ति जसमा एजेन्ट छ तर उसले अरूलाई सार्दैन पनि र आफूमा साइन सिम्टम पनि छैन, त्यस्तोलाई ल्याटेन्ट केस भन्छौँ। जस्तै टिबीहरूको हुन्छ हैन। अब यतातिर टाइफाइड लिनुस्, अरू रोग पनि लिँदा हुन्छ वा टिबीकै लक्षण चिन्ह भएको केस लिँदा हुन्छ, इक्जाम्पलको लागि है। सब क्लिनिकल केस भनेको यस्तो व्यक्ति जसमा एजेन्ट छ, हेर्नुस्, मोड अफ ट्रान्समिसन गर्छ अर्थात् अरूलाई सार्छ तर आफूमा साइन सिम्टम छैन। अब यहाँ के कन्फ्युजन हुन्छ, यहीँ झुक्ने हो विद्यार्थीहरू। क्यारियर र सब क्लिनिकल केस त उस्तै उस्तै लाग्यो तर त्यस्तो होइन, फरक छ। क्यारियर र सब क्लिनिकल केसमा के फरक छ भन्दाखेरि हेर्नुस्, इक्जाम्पल्सबाट बुझौँ। एउटा मान्नुस् कि कुनै व्यक्तिमा एउटा व्यक्ति छ, यसमा आज साल्मोनेला टाइफी भन्ने अर्गानिजम्स इन्ट्री गर्यो। आज इन्ट्री गर्यो भने उसमा लक्षण चिन्ह आउन त 10 देखि 14 दिन लाग्छ नि त, तर 10 देखि 14 दिनसम्म उसमा एजेन्ट त छ, लक्षण चिन्ह छैन, सारिराखेको पनि छ। यो अवस्थालाई हामी उसलाई भन्छौँ सब क्लिनिकल केस। के भन्छौँ? सब क्लिनिकल केस भनेर भन्छौँ, लक्षण चिन्ह सो नगरेको केस। अब यही लक्षण चिन्ह 10 दिनपछि जब उसमा साइन सिम्टम आउँछ, यसको नाम हुन्छ, यो व्यक्तिको अब नाम के भयो? क्लिनिकल केस। क्लिनिकल केस नाम भयो। र अब यही व्यक्तिलाई ट्रिटमेन्ट गरेपछि अब यसको उपचार निको भयो, साइन सिम्टम हरायो, तर अहिले पनि एजेन्ट यसमा रहन सक्छ, गल ब्लाडरमा अझै पनि यसले अरूलाई सार्न सक्छ, यसको नाम भयो क्यारियर। भन्नुको अर्थ के हो, सुरुमा सब क्लिनिकल केस हुन्छ, हेर्नुहोस् है, त्यसपछि क्लिनिकल केस र त्यो बन्छ के त क्यारियर। सब क्लिनिकल केस यहाँ तपाईँले एउटा के बुन्दा बुझ्नुपर्छ, यहाँ हेर्नुहोस् म लेखिदिएँ। सब क्लिनिकल केस जुन छ नि, सब क्लिनिकल केस क्यान कन्भर्ट इन्टु क्लिनिकल केस। क्लिनिकल केस, बट हेर्नुहोस्, क्यारियर
कान्ट कन्भर्ट इन्टु क्लिनिकल केस। मतलब क्यारियरबाट फेरि क्लिनिकल केस बन्दैन। पहिला हेर्नुस्, पहिला सब क्लिनिकल केस हुन्छ, त्यो पनि मैले यहाँ लेखेँ। सब क्लिनिकल केस देन क्लिनिकल केस देन क्यारियर, यसरी चाहिँ सिस्टम छ। ल यो मेन तपाईहरुले याद हुनुपर्छ। सब क्लिनिकल केस र क्यारियरमा नझुक्नु होला। सब क्लिनिकल केस र क्यारियर थोरै फरक छ। सब क्लिनिकल केस पहिला हुन्छ सुरुमा, त्यसपछि क्लिनिकल केस र त्यसपछि त्यो के रूप लिन सक्छ क्यारियरको। क्यारियर लामो समय रहन सक्छ। अब त्यसको पनि टाइप हुन्छ क्यारियरको, त्यो पछि हामी कुरा गरौँला अर्को भिडियोमा। हस्त, धन्यवाद सबैजनालाई। भिडियो मन परे शेयर गर्नु होला।